हामी चाहिँ अहिले काने पोखरीमा छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ बाटोहरू बन्दै गरिरहेको छ अहिले है। पुलको राजमार्ग होला सायद यो पनि। एकदमै यो घरमा चाहिँ हेर्नु त ड्राइगन फ्रुटहरू रोपिरहेको रहेछ। घरको छतमा हेर्न सक्नुहुन्छ तपाईँहरू पुरा क्या दामी तरिकाले लगाइदिएको छ हो। म एकछिन तपाईँहरूले जुम गरेर पनि देखाउँछु। घरमा चाहिँ अहिले नेपालमा 400-500 लिइरहेको छ। हेर्न सक्नुहुन्छ तपाईँले हेर्नु त एकदमै फलिरहेको छ पुरा। यो सबै ड्राइगन फ्रुट हो। अरू हल्काहरू के फ्रुटहरू रहेछ है। एकदम टाइपको मान्छे रहेछ है, साइन्टिस्ट टाइपको मान्छे। कता यता पुलको झापातिर चाहिँ यता भन्छ यहाँ चाहिँ ड्राइगन फ्रुट फलाएको रहेछ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बाटो बनिरहेको अवस्था छ। बजार हो है। दामी झोला रहेछ एकदम सहन छ। गर्मी चाहिँ हुनु छ अहिले है। हेर्न सक्नुहुन्छ सब यहाँ चाहिँ केलाको बजार रहेछ। तपाईँहरू बसिरहेको छ कति राम्रो क्या है जङ्गलहरू। यहाँ चाहिँ अहिले त युद्ध विराम भएछ भन्दैथ्यो। यत्तिकै युद्ध गरेर के फाइदा। लडाइँ झगडा नभएकै हजुर दुनियाँ सङ्कट पर्छ। शान्ति भएर त्यसको मरिलानु केही छैन। एक साइडमा हुँदैछ, एक साइडमा हुन बाँकी भन्नु के साह्रो कहिले देख्दैन। च्यानललाई पनि सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब सेयर पनि पत्रो हुँदैछ बाटो